आज चाहिँ पराल लोड गर्नुपर्ने, यो ट्र्याक्टरले लोड गर्नुपर्ने। अनि अब ट्र्याक्टरले अब पराल टक्क लोड गरिसकेर अनि पराल चाहिँ गोठमा पुऱ्याउनु पर्ने। आज मेरो काम चाहिँ यो ट्र्याक्टरले लोड गरिदिन्छ अनि त्यसपछि अनि भइसके आफै पनि लोड गर्नुपर्छ। म तपाईहरुलाई देखाउने नै छु, भिडियो हेर्दै गर्नु होला कसरी लोड गरिन्छ ट्र्याक्टरले, अनि त्यहाँबाट पराल कस्तो हुन्छ कोरियाको चाहिँ त्यो सबै देखाउने नै छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अब सुरुमा चाहिँ हाम्रो अलिक तेल सकिए जस्तो भएछ गाडीमा, यो गाडीमा पनि ट्र्याक्टरमा पनि। अब दुईटैमा तेल हाल्छौँ अनि त्यसपछि हामी पराल लोड गर्न जान्छौँ। पराल चाहिँ यहाँको गोलो गोलो मुठा हुन्छ, त्यो चाहिँ कस्तो हुन्छ म तपाईहरुलाई देखाउँदैछु। यो सानो सानो बजार छ। अब यहाँनिर अलिक परतिर गएपछि तेल हाल्ने ठाउँ पेट्रोल पम्प छ, त्यहाँनिर तपाईहरुलाई देखाउँ। यो चाहिँ पेट्रोल पम्प तेल हाल्ने ठाउँ। यहाँ तेल हाल्छौँ हामी। अलमाना नआयो मानी अन्न त थियो सिब्ली त यो बन्यो बस्यो छो ए उ आफै फाकीको आन्छु आयो। यो 10 लिटर मात्रै लाउनु पर्ने तेल भन्दैको मोटेलाई। उ त्यसमा चाहिँ 10 लिटर। अब म पनि तेल हाल्नु पर्यो। अब तेल हालेर अनि अगाडि बढ्नु पर्यो पराल लोड गर्नको लागि। गाडी हटाउँदैन, गाडी हटाए चाहिँ मेरो गाडी लाउँथेँ अनि तेल हाल्ने। मैले पनि तेल लाउँदैछु। तेल लाएर अब हामी अगाडि बढ्छौँ। अब यसमा कति आँट्छ भन्दाखेरि मुठाको पराल हुन्छ त्यही हाल्ने हो। 22 लिटर गइसक्यो। हमसम त कति लिटर पर्छ तेल चाहिँ जम्मा गरी दुईटामा गर्दा 80,000 को। नेपाली 8,000 कोरियन वान चाहिँ 80,000 को पर्छ है त। अहिले चाहिँ लगभग बारीको छेउछाउ आइपुग्यो। अब पराल लोड गर्नु भनेको यहाँ परको हो, परबाट अझै पनि देखिएको छैन ठाउँ चाहिँ। अब म तपाईहरुलाई पराल लोड गर्ने ठाउँसम्म देखाउँछु है त। यो परको सेतो सेतो चाहिँ भनेको परालको मुठा हो। यही पराल चाहिँ हामीले लोड गर्ने हो। सेतो सेतो देखिराख्नु भएको छ नि यहाँ। यो चाहिँ हामीले लोड गर्नुपर्छ। अब यो पराल चाहिँ अब त्यही हो परालको मुठा भनेको चाहिँ। पराललाई चाहिँ प्लास्टिक अनि प्लास्टिकले बेरेर बनाएको हुन्छ। यहाँभित्र चाहिँ लगभग खुल्ला हुनु भने चाहिँ लगभग एक ट्र्याक्टर चाहिँ पुग्छ हो। एक ट्र्याक्टर पछाडिको ट्रली भरिन्छ। अगाडिको यो उसले चेप्ने हो, यो चेप्ने हुन्छ अगाडि यसरी चेप्छ अगाडि अनि त्यसले नै चेप्ने। अनि त्यहाँबाट लोड गर्ने हाम्रो गाडीमा अब दुईटा गाडी छ हाम्रो, सानो सानो गाडी दुईटा गाडी छ, त्यसमा लोड गरेर लाने। अब धेरै टाइम लाग्दैन लोड गर्न त। यहाँ आँट्ने भनेको त्यो यो लगभग 2 मुठा मात्रै हो, 2 मुठा जस्तो आँट्ला यसरी चेप्ने। चेप्छ लोड गरिदिने। यसरी लोड गर्नु आकाशमाले पराल चेप्ने आकाशमाले। अहिले म आएर आफै लोड गर्नुपर्ने। मैले पनि अहिले आफै। अब मेरो भारी पुगिसक्यो। यो कोरियनको भारी उता गाडी चाहिँ अर्को छ, त्यो चाहिँ मैले कुदाउने गाडी। भारी पुग्यो यति नै लान्छु म दुईटा मात्रै। यो यति लोड गरिसकेपछि यो प्लास्टिक चाहिँ हावाले उडाउँछ भनेर यो चाहिँ हावाले उडाएर फेरि अर्को गाडीले अप्ठ्यारो गर्छ नि त। अनि त्यही भएर यो प्लास्टिक चाहिँ च्यात्छु, च्यातेर भित्र लाउनु पर्यो। च्यात्छु
हातेर अनि भित्र खादिनु पऱ्यो यहाँभित्र हावाले उडायो भने फेरि अर्को गाडीलाई अप्ठ्यारो घर छ कुदाउँदाखेरि अब यसरी मलाई अराउँछु म काम तीनटा लानुपर्छ भनेको मानेन नि त तीनवटा मैले सधैँ चारवटा बोक्थेँ तर बाँधेर क्या यो लोड गर्दा पनि यसरी बाँधेर लान्थेँ अहिले उसले चाहिँ 2टा मात्रै लगाउनु भन्दैछ अब 2टा मात्रै लान्छ ल नि त 2टै लगाउँछ पराल लोड गर्नु त समस्या हुन्छ बारेको पराल नभए पनि नहुने गाईलाई दिनै पर्ने पराल अनिवार्य यो चाहिँ कोरियाको गाई गोठै यिनीहरूको अब हामी चाहिँ लगभग 1 घन्टाको बाटो जस्तो जानुपर्ने तर दुईटा ठिकै हो अब हावाले पनि केही गर्दैन खोपेर लोड गर्ने खोपेर जाने ठुलो ट्रक हुँदा चाहिँ मैले पहिले चाहिँ लगभग 22वटासम्म बोकेको यस्तै अहिले चाहिँ सानो ट्रक मात्रै छ हाम्रो साउले चाहिँ ट्रक चाहिँ बेच्यो यही ट्रकमा जाने मैले चाहिँ लोड गरिसकेँ म चाहिँ लाग्दैछु लोड गरेर अब झार्नु पनि पर्यो गर सर बाटो लाग्यो अब म झारेको पनि देखाउँछु यो टिफर चाहिँ अचम्म लागेको चाहिँ जहाँ पनि स्पिड कुदाउने कोरियामा होस् जुनसुकै विदेशमा होस् जहाँ पनि यिनीहरूलाई हतारै हुन्छ क्या टिफरको चाहिँ जस्तै मेरो अगाडि गइरहेको छ टिफर साह्रै स्पिड कुदाउने उनीहरूलाई चाहिँ साह्रै हतार हुन्छ किन हो मलाई थाहा छैन भन्दा पनि यो ट्रिपको हिसाबले दिन्छन् होला सायद यति टिप लगिस् भने यति दिने यति टिप लगिस् भने यति दिने भन्ने हुन्छ होला अनि त्यही भएर अलिक हतारै गरे जस्तो देख्छु कोरियामा चाहिँ सुरुङ मार्ग चाहिँ जहीँ बनाइदिएको हुन्छ सुरुङभित्र पस्ने अनि अलिकति सानो मात्रै पाहाड छ यहाँ त्यही पनि सुरुङ बनाइदिएको छ यसरी सुरुङ बनाइदिएको छ सुरुङभित्र पस्ने जाने सानो पाहाडलाई नै ठुलो बनाइदिइराखेको हुन्छ अचम्म चाहिँ किन होला उताबाट घुमाएर लगेको भने हुन्थ्यो भनिन्छ तर खोइ किन बनाउँ मोटर बाटो पनि एकदम राम्रो चिल्लो नचिल्लो बनाइदिएको छ सरर कुदाउने त अब अलिकति आउने बित्तिकै यत्रो यो पाहाड छ यत्रो सानो ठिक्कको यो यत्रो पाहाडमा त हामी भने घुमाएर लान्छौँ बाटो तर यहाँ फेरि सुरुङै बनाइदिएको छ फेरि अर्को सुरुङ आयो अब यो सुरुङ चाहिँ अलिकति त्योभन्दा अलिकति लामो छ है त खासा लामो छ नि तर यो गाउँको लास्टै गाउँ है हाम्रो चाहिँ उहाँ चाहिँ ओलङचुङ गोला भनिन्छ नि ताप्लेजुङको ओलङचुङ गोला भन्दा विकट ठाउँ हो ठाउँ चाहिँ तर यस्तो दामी बनाइदिएको छ पिचहरू झरल बत्ती बालिदिएको छ सुरुङ पनि त्यस्तै बनाइदिएको छ अब सुरुङहरू ठ्याक्कसँगले राम्रो खालको बनाइदिएको छ राम्रो अब भित्रभित्रै खनेर कति वर्षौँ भयो अहिलेसम्म बिग्रेको छैन अब लगभग म अब पुग्नलाई लगभग 10 मिनट जस्तो लाग्छ पुगिहाल्छु पुगेर झार्ने फेरि आउने लोड गर्ने आजको काम चाहिँ मेरो पोसार गर्ने अब गएर चाहिँ ट्र्याक्टर मैले आफै लोड गर्नुपर्छ अनि लोड गर्ने आउने अनि फेरि टक्कसँगले आजको काम ड्युटी चाहिँ यही पोसार गर्नेमै बित्छ पारीका पातहरू त सबै जाडोले यस्तो भइसकेको छ नि रातो अब यो झर्नलाई पातहरू झर्नलाई अब हिउँ पर्छ नि त अनि ठ्याक्कै यो झरेपछि पुरा रुखै सुके जस्तो देखिन्छ क्या तर काँचै हुन्छ रुख चाहिँ पछि फेरि पलाउँछ हेरौँ अब म पराल झर्ने ठाउँमा पनि पुग्न लागिसकेँ हाम्रो मैले काम गर्ने ठाउँमा चाहिँ निकै विकट ठाउँ हो क्या अब यहाँनिर चाहिँ कस्तो विकट भन्दाखेरि कोरियाको कुनै कुनाहरू त विकट त छैन जस्तै तर कस्तो भने बजार चाहिँ नदेख्ने ठाउँ बजार चाहिँ अब मैले अब आफै गाडी कुदाएर जाँदा पनि लगभग 20 देखि 25 मिनट लाग्छ रेल चढ्ने ठाउँ पनि त्यस्तै 20 देखि 25 मिनट लाग्छ निकै यो गाउँ हो अनि त्यही भएर अब जस्तै कोरियाको चाहिँ निकै दुर्गम क्षेत्रमा पनि यो मेरो क्षेत्र पनि पर्छ जनसङ्ख्याको हिसाबले चाहिँ यो निकै कम नै छ के अरे यो चाहिँ यहाँ चाहिँ बुढाबुढी मात्रै बस्छन् प्रायः यो
ठाउँमा चाहिँ बुढाबुढी मात्रै बस्ने अनि त्यहाँबाट त्यो गाउँमा चाहिँ अनि ठुल्ठुलो बजार हुँदै चाहिँ भर्खरकाहरू बस्ने हो त्यस्तै नै हुन्छ। अब नेपालमा पनि अहिले त्यस्तै छ, अरू सबै भर्खरका जति सबै विदेश जाने त्यस्तै चलन छ, त्यही हो। अब यो खोलामा पुल पनि गजबकै बनाइदिएको छ, थर बनाइदिएको छ। अब गाडी कुनै हिँडेको छैन र नि यस्तो पुल बनाइदिएको छ। मैले झार्ने भनेको परलुमा थिएँ यता पर यो देखिरहनु भएको छ यहाँनिर यो ठाउँमा चाहिँ यो हरियो टिन लगाएको छ नि, यो हरियो टिन लगाएको ठाउँमा चाहिँ मैले पराल झार्नुपर्ने। त्यहाँ गएर चाहिँ ठ्याक्कै पराल झार्छु, फेरि आउँछु। पराल कसरी झार्छु झारिन्छ, अब त्यो साथीले झार्ने हो कि मैले झार्ने त्यो पनि देखाउँछु तपाईँहरूलाई। पराल ल्याइसकेँ, अब म ठ्याक्कैसँगले लोडर आफै झार्नुपर्छ यहाँ चाहिँ। यो चाहिँ लोडर, यो चाहिँ लोडर हो। अब यसले त्यसरी नै चेपेर ठ्याक झार्छु। यसले चेप्ने अनि ठ्याक्कै त्यसरी नै झार्ने चाहिँ लोडर हो। पनि घुम्ने अगाडि यो लोडर पनि अब पुरा एसी सबै भएको छ लोडर। अब म स्टार्ट गर्छु अनि म ठ्याक्कै झारेर फेरि लिन जान्छु। अब यसले नै चेपेर म झार्छु पराल। यस्तो गर्ने उचाल्ने अनि यसरी चेपिन्छ क्या, जति उचाले पनि उचालिन्छ हो, यसरी चेपिन्छ। यसो गर्छु ठ्याक्कै पराल झारिसकेँ। अब पराल झारिसकेँ, अब फेरि लाग्छु दुईवटा मुठा हिँडेको। अब गाडी फेरि त्यहीँ गएर पराल लोड गर्दै आउँदै गर्ने हो। तर म बाटोहरू पनि अब सबै देखाउँछु। अब खेतको गरामा आइपुगेँ म। लगभग लोड गर्ने ठाउँमा पनि आइपुग्न आँटिसकेँ। खेत पनि यस्तो गरामा आइपुगिसक्यो। अब चाहिँ सानो छ बाटो र यहाँ पिचै बनाइदिएको छ, जस्तै पिच जस्तै सिमेन्ट लाएर बनाइदिएको छ मजाले। सानो छ बाटो, बिस्तारै गइन्छ नि। त्यहाँपछि गयो। अब त्यहाँबाट फेरि खाना खायो अनि 1 घन्टा रेस्ट दिन्छन्। अनि 1 घन्टा रेस्ट दिएपछि ठ्याक्क आइन्छ। आज 2चोटि मात्रै बोकाएँ म है। बाटो लामो भएर पनि होला सायद 2चोटि मात्रै लग्यो। अब लोड गर्ने पालो चाहिँ मेरो। अब ट्र्याक्टर कुदाउँछु। ट्र्याक्टर खासै मलाई चलाउन आउँछ कि आउँदैन, अब ट्राई गरौँ। ट्र्याक्टर पनि हेरौँ। स्टार्ट त भयो, ब्याक लानु पऱ्यो। यहाँ चाहिँ फेरि यसको चाहिँ यहाँबाट हुन्छ क्या, त्यहाँ त्यो तालमा फराएको तालमा ब्याक त भयो। अगाडि नै लान्छु ल, अगाडिबाट घुमाउँछु। मलाई ट्र्याक्टर पनि चलाउन आयो। अब ट्र्याक्टर पनि चलाउन आयो। अब यहाँ लोड गर्छु। लगभग धेरै गाह्रो हुँदैन। अब सर लोड गरेर अहिले लाग्छु। अब 2टा मुठा च्याप्ने अनि लोड गर्ने है त। ट्र्याक्टरमा बल्ल लोड गरिसकेँ। लगभग लोड गरिसकिहालेँ। अब लाग्छु फेरि पनि अहिलेको जस्तै हो। बल्ल अब यो ट्र्याक्टरमा लोड गरेर चाहिँ लोडरभन्दा अलिकति गाह्रै हुँदो रहेछ। यस सिक्यो भनौँ न। अब यताबाट लगेर राखिदिन्छु। हेर न घुमेको हिलो छ, अनि हिलोमा त्यही भएर चक्काले पनि अलिकति स्पिड गरिरहेको छ क्या। हिलो छ क्या, बारीको हिलो। त्यही भएर अब यतापट्टिबाट घुमाइदिउँ भनेको, पुरा हिलोमा दबेको गर्दै र अनि लान्छु। हल्का चलाउनु पर्यो, ट्याङ्क डुब्नु पार्दैन। ओके, यहाँ राखिदिन्छु ट्र्याक्टर। अब उसले आउँछ अनि उसले पनि लोड गर्ने त्यसरी नै। यस ट्र्याक्टर पनि कुदायो, लोड भइसक्यो। अब फेरि म लाग्छु अहिलेको जस्तै। प्लास्टिक काटेको छ, यस्तो देखिन्छ परालभित्र यसरी गुजल्टो पारेको हुन्छ। यसरी गुजल्टो पारिन्छ। प्लास्टिक काट्ने बित्तिकै सरर यसरी प्लास्टिक काटिन्छ।
प्लास्टिक काटेपछि ट्याक्क निस्किन्छ, पराल निस्किन्छ यसरी। पराल मुठा है त, यस्तै गाईलाई हाल्ने हो। अहिलेको त्यो प्लास्टिकबाट निकालेको पराल यसरी राख्यो। म गाईलाई दिन रेडी रहेछ। अब गाईलाई कसरी दिने त्यो पनि देखाउँछु। अब यो पराल मुठा अब गाईलाई दिन रेडी भए। सबै यहाँको प्लास्टिकहरू सबै निकालिसकेपछि यसरी रातो गाईलाई, रातो गाईहरू छन् यसरी दिँदा रहेछन्। म चाहिँ आज यहाँ भिडियो गर्दैछु। उता ट्र्याक्टर बिग्रियो अनि अब लोड गर्नलाई छैन, अनि खाली भयो। अनि गोठमा आएँ। अघि ल्याएको पराल यसरी हालिदिएपछि गाईले मजाले चाउमिन जस्तो खाँदो रहेछ यसरी। मजाले खाइरहेको छ। सानो सानो बाछाहरूले पनि खाइरहेका रहेछन्। साथीहरूले अघि पराल पनि हालिदिइसकेको रहेछ। अब यो गाईको भिडियो चाहिँ अब दानाहरू कसरी हाल्ने अनि त्यो अरू कसरी यो गाईमा चाहिँ काम गरिँदो रहेछ म अर्को भिडियो बनाउँछु। आजलाई चाहिँ यहीँसम्म भन्दै म पनि बिदा हुन चाहन्छु। र अब भिडियो हेर्दै गर्नु होला। म अर्को भिडियोमा चाहिँ गाईको बारेमा बनाउँछु। यहाँसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै म पनि बिदा हुन चाहन्छु। नमस्ते, बाई बाई।